हेलो नमस्ते नमस्कार सबैजनालाई। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? म चाहिँ आज छुट्टीमा चाहिँ सुतिरहेको ओछ्यानमै छु। अनि ओछ्यानमै भएको कारणले गर्दाखेरि अब ओछ्यान सफा गर्नुपर्ने हुन्छ। सो अब म चाहिँ रुमहरू सफा गर्नेतिर तर्फतिर लाग्छु। सबैजनाले हेरेर साथ सपोर्ट दिनुहोला। अनि सो अब म चाहिँ रुमहरू सफा गरेर लुगा धुनुपर्ने हुन्छ। अनि सो खाना चाहिँ आज म बाहिर घुम्न जानुपर्ने हो कि साथीहरू। अनि घुम्न जानुपर्ने भएको कारणले मैले खाना चाहिँ रुममा बनाउँदिनँ, किन साथीहरू पनि हुनुहुन्छ। त्यही भएको कारणले गर्दाखेरि हामी बाहिर सबैजना बाहिर नै खानेछौँ र मेरो रुम सफा गरेर हजुरहरूको सामु ल्याउने छु। मेरो रुमको हालत त्यस्तो छ, हेर्नु जता पनि थोरै फोहोर छ है। अनि यता चाहिँ मैले हिजै यति धेरै फोहोर छ। म चाहिँ अब क्लिनिङ गर्नेतिर तर्फ लाग्छु अनि तपाईँहरू सबैलाई देखाउने नै छु। सो मेरो रुम चाहिँ यतिको भइसकेको छ। अब सफा गर्नुपर्ने हुन्छ। सफा गरेर सो रुम चाहिँ सफा भइसक्यो साथीहरू होइन। रुम चाहिँ एकदम मेरो चाहिँ रुम यतिको भइसक्यो। अनि सो अब मैले यता चाहिँ सफा गर्नुपर्ने हुन्छ। र मेरो साथीहरू हेर्नु न, फुल लडेको क्या, फुल त्यहाँ छ। अनि किचनहरू पनि एकदम फोहोर भएको छ, सफा गर्नुपर्ने छ सबै। चाहिँ यसो कामतर्फ लाग्यो। यति धेरै हुन्छ नि साथीहरू, एकजनाको कपडाहरू पनि टन्नै हुन्छ क्या। यो सफा गर भन्यो, के गर भन्यो, यत्तिकै टाइम लस हुन्छ। अनि आज चाहिँ यो यत्तिकै बेला गर्नु हुन्छ। सो मैले चाहिँ रुम सफा गरिसक्यो। अघि त्यति फोहोर देख्नु भएको थियो, अहिले चाहिँ यति सफा भयो होइन। अब लुगा धुनुपर्ने हुन्छ, त्यो लुगा अनि जस्ट जुत्ताहरू पनि धुनुपर्ने हुन्छ मैले चाहिँ। सो आजलाई चाहिँ यति बाई।